घिसिङलाई हटाउँदैमा तपाईहरुलाई चाहिँ फेरि किन उफ्रिनु पर्ने हैन त्यस्तो किन उफ्रिदै हुनुहुन्छ तपाईहरु उफ्रिने कुरा नगर्नुस् उफ्रिने कुरा त सरकार उफ्रे पछाडी जनता हामीलाई आवेशमा ल्याएको कसले हो हामी जनता आवेशमा त्यसै आथ्यौं आउने भए हिजो आउँथेन चुपचापै त थियौ नि अत्याचार भए पछाडी यसलाई उफ्रिने भने तपाई किन क्यामेरा तेर्सै राख्नु सामान्य बालेनलाई पनि पछिल्लो समयमा एम्बुलेन्स खरिद प्रक्रियामा चाहिँ अख्तियारमा अनुसन्धान गर्नुपर्छ भन्ने विभिन्न खालको कुराहरु चलिरहेको छ भोलि बालेन पनि जेल जान सक्छन् नि 1.5 वर्ष लागेर रवि लामी छानेको हर कुराहरु खोजी नीति भयो जेल जानु भएको छ है बालेन शाहको पनि हुने त्यही नै हो उहाँसँग कमिसन नमिलेको उहाँ आइसकेपछि कमिसन खान मैले बुझेको त्यति हो है कुलमान घिसिङ आइसके पछाडी नेपालमा लोड सेडिङ मुक्त भएको हो म यो छाती खोलेरै भन्दिन्छु मैले देखेकै कुरा हामीलाई कहिल्यै महसुस भयो रवि लामी छाने पार्टीमा आइसके पछाडी मैले मन पराएको होइन यो विचार गर्नुस् उहाँ न्यूज 24 जनता सिधा कुरा जनतासँग सुत्रिनु त अब हामीले भन्नु उहाँहरुलाई आफैले थाहा छ कि उहाँहरुको मनमा आफै थाहा छ मैले कति गल्ती गरेछु कति भ्रष्टाचार गरेछु कति पैसा खाछु जबकि बाहिरबाट पठाएको त्यो जुन डोनेसनले पनि नेपाल चल्छ भने आज ढुङ्गा अन्ने मेरो कुरा गर्दिनी भोलि गाउँमा जाने हजुर हस भने भरमा एक बोरा चामल 2 रुपैयाँ पैसा अनि अस्ति मात्रै देख्नु भएन 500 रुपैयाँ दिम्ला भने त्यो खै दिन्छ कि दिँदैन भने खाएर झ्याप भएर साधारण सभामा गइरहेको थिए यिनी कुरा पहिला म नेतालाई दोष दिन गीत गाएँ मैले गीत त गाएँ हामीले गीत गायौं तर कानुनले जनतालाई पनि बुझ्नु पर्यो के हामी कानुन भन्दा माथि त सरकार पनि हुँदैन होला नि त पछिल्लो समयमा कुलमान घिसिङलाई हटाएको विषयमा पनि आन्दोलन भइरहेछ र अलिकति आन्दोलन अलि सुस्त भएको हो कि भन्ने फिल भएको छ पछिल्लो समयमा चाहिँ किनभने शिक्षकको आन्दोलन पनि छ र राजावादीहरुको आन्दोलनले गर्दा भन्दा कुलमान घिसिङको अलिकति दबिएको जस्तो लागेको छ यो कुलमान घिसिङको बारेमा पनि तपाईले थुप्रै गीतहरु गाउनु भएको छ देशका विषयमा धेरै व्यक्तिहरुको विषयमा गीत तपाईले गाउनु भएको छ कुलमानको विषयमा पनि गाउनु भएको छ यसै बीचमा कुलमानलाई हटाउनु मा तपाईहरुको के कुरामा आपत्ति हो किन हटाइयो भन्ने कुरामा किन आपत्ति हो तपाईलाई कोही कर्मचारी फेरिदैमा फेरबदल हुँदैमा सबैलाई आपत्ति हुनै पर्छ उइलाई राखिरहनु पर्छ भन्ने चाहिँ किन हो 35 वर्ष एउटालाई राख्नु पर्ने 3 जनालाई राखिराख्नु पर्ने अनि हामीले चाहिँ जो राम्रो गरिरहेछ त्यो मान्छेलाई राख्न नपाउने हो र उनीहरु त जेलनेल बसेर आएको देशका लागि लडेको रे उहाँहरुले भन्नु देशको लागि लडेको कि के गरेर आएको भन्ने कुरा प्रष्टै छ के यो धेरै कुराहरु बोल्दाखेरि खल्लो हुन्छ जति गाँठा पारे डोरीको जति गाँठा पर्ने गाँठा एउटै हो हामी अब सचेत रहनु पर्छ म यो कुलमान घिसिङको बारेमा के बोल्दिन्छु भने उहाँसँग कमिसन नमिलेको उहाँ आइसकेपछि कमिसन खान मैले बुझेको त्यति हो है उहाँले 18 घण्टा लोड सेडिङमा खपेको मान्छे हामी हौं गाउँ बस्ती बस्तीबाट बुझ्नुभयो नि गाउँ बस्ती बस्तीबाट नि के थियो दियालो बालिन्थ्यो टुक्की बालिन्थ्यो थियो कि थिएन कुलमान घिसिङ आइसकेपछि के भयो तर यो त यो भन्दा पहिलेका कुलमान घिसिङ आउनु भन्दा पहिलेको ड्राफ्ट हो उनले त आएर त्यो सिग्नेचर गरेर सबमिट गरेर ओके गर्दै त अनि हाम्रो त्यो ड्राफ्ट भन्छन् नि होइन जनतालाई जे भन्दिए नि भयो नि जे भन्दिए पनि भयो के बुझ्नेले बुझ्नु पर्यो जे भने नि भएन कुलमान घिसिङले उज्यालो हराएका होइनन् ऊर्जा मन्त्रीले अझ के सम्म पनि भन्नु भ्याउनु भएको छ भने के पनि भन्नु भएको छ भने भारतलाई धन्यवाद दिनुपर्छ हैन लोड सेडिङ हटेकोमा भारतलाई धन्यवाद दिनुपर्छ कुलमानजीले हटाएको होइन भन्नुहुन्छ पनि जनतालाई गुलामी बनाउने अनि आफू गुलामी हुने काम त हो नि यो भयो भने ल आज बिहान मात्र कति घण्टा भयो लोड सेडिङ कुलमान घिसिङ हटिसकेको समयमा हामीलाई पनि फिल भएको छ कहिलेकाहीँ अलि बेलामा लाइन गएको जस्तो छ 2-4 घण्टा लोड सेडिङ भएको छैन म बिहान उठ्दाखेरि कहिले बत्ती हुँदैन त्यो तपाईहरुकोतिर हुन्न र कि अब त्यो पार्टीगत हिसाबले ठाउँ राम्रोलाई आफ्नो मान्छेलाई बत्ती पठाइदिने अब विरोधीलाई चाहिँ बत्ती नदिने भयो त त्यो भगवानले जानुन हामीलाई थाहा भएन कुलमानको कार्यलाई चाहिँ 0 अंक दियो नि योमा चाहिँ के भन्नु 0 अंक त्यो यस्तो छ हिजो नेपाल देशले अरूलाई अनुदान दिन्थ्यो आज नेपाल देश गरिब भयो हामी जनता सडकमा आयौं हामीले रोजगार पाएनौं हामीलाई केही गर्छौं भन्नेहरु थुनिएका छन् समातिन खोजिरहेछन् समात्नलाई रेडी छन् है तपाईले मैले बुझेको धेरै कुरा बोलिन मैले बुझेको कुलमान घिसिङ आइसके पछाडी इन्डियाले होइन कुलमान घिसिङ आइसके पछाडी नेपालमा लोड सेडिङ मुक्त भएको हो म यो छाती खोलेरै भन्दिन्छु मैले देखेकै कुरा हामीलाई कहिल्यै महसुस भयो कहिल्यै गयो बत्ती चट्याङ पर्दाखेरि गयो होला आकाशमा बादल मडारिदा गयो होला घिसिङलाई हटाउँदैमा तपाईहरुलाई चाहिँ फेरि किन उफ्रिनु पर्ने हैन त्यस्तो किन उफ्रिदै हुनुहुन्छ तपाईहरु उफ्रिने कुरा नगर्नुस् उफ्रिने कुरा त सरकार उफ्रे पछाडी जनता हामीलाई आवेशमा ल्याएको कसले हो हामी जनता आवेशमा त्यसै आथ्यौं आउने भए हिजो आउँथेन चुपचापै त थियौ नि अत्याचार भए पछाडी यसलाई उफ्रिने भने तपाई किन क्यामेरा तेर्सै राख्नु एउटा सामान्य कर्मचारी हुन् एउटा सामान्य कर्मचारीलाई फेरबदल गर्न सकिन्छ त भन्नु भएको छ त्यो पनि हो फेरि हैन कसरी हो फेरबदल गर्न पाइन्छ भने
यत्रो लाखौँ लाख जनता सडकमा उत्रिया छन्, राजीनामा देऊ न, हामी पनि फेरबदल चाहन्छौँ के। हामीले चाहेको मान्छे फेरबदल गर्छ भने पछाडि हामीले अहिले रहेका शीर्ष नेताहरू पनि फेरबदल गर्नु पर्यो भन्ने चाहना हो नि। परेन कि सुध्रिनु पर्यो। भोलि हाम्रो लागि काम गरिदिए पछाडि जनताको लागि काम गर्नुहुन्छ भने उहाँहरूलाई पनि हामी सम्मान गरेर सलुट ठोकेर म त्यही अनुसारको गीत गाउँछु। बालेनको पनि गीत गाउनु भएको छ तपाईँले, बालेनको पनि गीत गाउनु भएको छ। बालेनलाई पनि पछिल्लो समयमा एम्बुलेन्स खरिद प्रक्रियामा चाहिँ अख्तियारमा अनुसन्धान गर्नुपर्छ भन्ने विभिन्न खालको कुराहरू चलिरहेको छ। भोलि बालेन पनि जेल जान सक्छन् नि। 1.5 वर्ष लागेर रवि लामिछानेको हर कुराहरू खोजी नीति भयो, जेल जानु भएको छ है। बालेन शाहको पनि हुने त्यही नै हो। त्यसरी खोजी नीति गर्दै जाने हो भने हिजो चप्पल लाएर आएका नेताहरूको खोजी गरौँ न त। उहाँहरू सुध्रिनुहुन्छ भने पछाडि त हामी ठिक छ, हामी आन्दोलन रोक्छौँ। हामीले चाहेको के, जनताले चाहेको के, जनताले के चाहन्छन्? जनताले सुशासन चाहियो, विकास चाहियो, सबै कुरा चाहेको जनताले। अनि त्यो के छ त? सुशासनका कुरा गर्ने, कुशासन फैलाउने, हत्या हिंसा गर्नु हुँदैन भन्ने। सुशासन भएको छ, कसैले यहाँ एउटा पनि केही दायाँ बायाँ गर्यो भने क्रयापझ्याप कारबाही गरिन्छ कानुन अनुसार भन्नुहुन्छ त उहाँहरू। फेरि कारबाही भइरहेको पनि छ कहीँ त, कहीँ होइन, सबै भइरहेछ। तपाईँ हामीले देखाएको छौँ नि, कारबाही भएको छैन र बोल्ने मान्छे गएको छ नि। मैले भने एउटा व्यक्तिले गर्दाखेरि सबैलाई असर पर्ने हो। पार्टीगत हिसाबमा जाने हो भने पार्टी गलत होइन, पार्टी चलाउने मान्छे। हामी राम्रो राम्रो मान्छेको पनि नाम लिन्छौँ। हाम्रो चन्द्र भण्डारी सरको, उहाँको नेताको कुरा सुनौ न एकचोटि। हाम्रो न्यायाधीश सुशीला कोइराला सम्मान कार्की, सुशीला कार्की सम्मान गरौँ। उहाँको टपिक्सहरू सुनौ न, के बोल्नु भएको छ उहाँले। राम्रो व्यक्तिहरूलाई चाहिँ यहाँ बाटो छैन। तपाईँ यति बुझ्नुहोस्, यो सुशासनको कुरा गर्नुहोस्। तपाईँले मलाई क्वेसन गरिरहँदाखेरि मैले तपाईँलाई 2-4वटा क्वेसन गर्छु है त। तपाईँले कसरी निहाल्नु भएको छ त? यो सरकारले गरेको कार्यलाई चाहिँ कसरी लैजानु? तपाईँलाई के चाहिँ सहज छ? सरकारले गरेको काममा त सरकारमा रहेका व्यक्तिको मुख्य व्यक्तिहरू भन्दा अरू उनकै पार्टीका कार्यकर्ताहरू, पार्टीकै नेताहरू पनि सन्तुष्टि छैनन्। अनि के हो त्यो? हो चाहिँ के त? एउटै व्यक्तिको पछाडि सारा राज्य लाग्यो। बलात्कार भएको त्यहाँ केस समाइएन, हत्या भएको केस समाइएन। एउटै व्यक्तिको पछाडि लागेर राज्यले हात धोएर लागे पछाडि कतिका सिउँदो पुछिए, कतिका बच्चा बलात्कृत भए, कतिका के भयो, त्यो तपाईँ हामीले देखेका छौँ त। स्पष्ट छ। योभन्दा पहिला पनि छ। निर्मला बहिनीको विषय कहाँ छ? तर विभिन्न खालका दलितहरूको विषयमा गरिएको यो खालका एउटा क्रूर खालका हत्याहरूको विषय छ। तर सरकार पछिल्लो समयमा कमजोर भएको फिल त भइ नै रहेको छ। तपाईँ 18 महिनेकी दुधे बालिका बलात्कृत हुँदाखेरि तपाईँ सोच्नुहोस् न एकचोटि, यहाँ राज्य कहाँनिर मौन बसेको थियो भन्ने कुरा। निर्मला पन्त र भागीरथी भट्ट त यिनीहरू उदाहरणीय मात्रै हुन्। भोलि यो देशको लागि म मर्नै पर्ने हो, म बलात्कृत हुनै पर्ने हो, मेरो लागि केही पनि छैन। अनि बलात्कारीहरूलाई, हत्याराहरूलाई फुलमाला सहितको स्वागत गरिन्छ, अनि यो देशलाई केही गर्छु भन्नेलाई जेलमा हालिन्छ। तपाईँले कसरी लिनुहुन्छ यो सरकारलाई? तर फेरि तपाईँले भन्न खोजेको विषय जो अहिले पक्राउ भएर थुनिरहेका छन् उनी व्यक्तिहरू ठिक छन् भन्न खोज्नु भएको हो कि के भन्न खोज्नु भएको हो? मैले नबुझेको भन्छु ठिक छन्। कसरी ठिक छन् भन्दाखेरि जनतालाई उहाँहरूले विश्वास। तर एउटा कुरा म स्पष्ट पारेँ, रवि लामिछाने पार्टीमा आइसके पछाडि मैले मन पराएको होइन। यो विचार गर्नुहोस्। उहाँ न्युज 24 जनता, सिधा कुरा जनतासँग, विदेशीयमा यही सरकारले बेचिएका युवाहरूलाई नेपाल झिकाउनु भएको थियो, बेचिएका चेलीबेटीलाई नेपाल झिकाउनु भएको थियो, उहाँले उद्धार गर्नुभएको थियो। उहाँको त्यही कामलाई मात्रै ल्याएर हेर्ने हो भने त उहाँले सरकारीमा ठगियो भन्ने काहीँ न काहीँ संलग्नता देखियो भनेरै अदालतले थुन्या होला नि त। त्यो भन्ने हो भने त कसैलाई एउटा काम राम्रो गर्यो भन्दैमा तपाईँ कुरा बुझ्नुहुन्न। 84 दिनसम्म किन गयो? यदि थाहा नै थियो भने 84 दिनसम्म घुमाएर फेरि किन बाहिर ल्यायो? फेरि किन यहीँ पनि छ त, एउटा बदर एउटा सदर भन्ने आइरहेछ त। त्यो के हो? त्यो केही होला नि। यो जब भ्रष्टाचारी पछि यिनीहरूले अदालत पनि किने, अदालत किन्न खोजिरहेछन्। शब्दमा भनेको छु मैले, अदालतमा कुनै पनि राजनीति छिर्नु हुँदैन, कलाकारितामा राजनीति छिर्नु हुँदैन, पत्रकारितामा राजनीति छिर्नु हुँदैन, शैक्षिक क्षेत्रमा राजनीति छिर्नु हुँदैन, डक्टरदेखि लिएर कुनै पनि कुरामा राजनीति भागभण्डा हुन्छ। फेरि भागभण्डा भइरहेछ। भागभण्डा भएर कसैलाई चाहिँ काङ्ग्रेसको यता राख्नु पर्यो, एमालेको यता राख्नु पर्यो, फलानु पार्टीको उता राख्नु पर्यो भन्ने छ नि त। फेरि त्यो छोड्नु पर्यो, त्यो छोड्नु पर्यो नि त। त्यो भागभण्डा लाएर यति बुझ्नु
अदालतमा त्यो भागभण्डा त्यही त कुरा गरिरहेछौँ त। कानुनले जनतालाई पनि बुझ्नु पर्यो कि हामी कानुनभन्दा माथि त सरकार पनि हुँदैन होला नि त। सरकारले जे भन्यो त्यही कानुनले मान्नुपर्छ भन्ने पनि त छैन नि। मैले केही कुराहरू गल्ती गरेँ भने मेरो सजाय म भोगौँला, तर सजाय भोगाउने कुन हिसाबको सजाय पनि त फरक फरक होला नि त। मैले गीत गाएकै भरमा कसैले लिएर हालिदियो भनेपछि त्यो सजाय के होला, मान्छे मारेको सजाय के होला, चोरेको सजाय के होला, बलात्कारको सजाय के होला भने तपाईँले नर्मली म गीत गाएकोमा भरमा मैले सजाय भोगिसक्यो भने बलात्कारीले पनि त सजाय भोग्नु परेन, भ्रष्टाचारले सजाय भोग्नु परेन। भनेपछि अब देशमा सुशासन ल्याउनका लागि, समृद्धि ल्याउनका लागि, विकास ल्याउनका लागि चाहिँ के गर्नुपर्छ? फर्स्टमा जनता हामी सुध्रिनु पर्यो। हामी पोजिटिभ जनता सुध्रियौँ, भोट बदलौँ, सोच बदलौँ, देश आफै बदलिन्छ। पहिला सोच बदलौँ। आज ढुङ्गा हान्ने, मेरो कुरा गरिदिने, भोलि गाउँमा जाने हजुर हस् भने भरमा एक बोरा चामल 2 रुपियाँ पैसा अनि अस्ति मात्रै देख्नु भएन 500 रुपियाँ दिम्ला भने त्यो खै दिन्छ कि दिँदैन भने खाएर झ्याप भएर साधारण सभामा गइरहेको थिएँ। यिनी कुरा पहिला म नेतालाई दोष दिइनँ, गीत गाएँ, मैले गीत त गाएँ, हामीले गीत गायौँ, तर अब पनि जनता नसुध्रिए पछाडि नेपाल देश रहँदैन। यो ढुक्क रहनुहोस्। प्रदीपजी, हजुर, देश सुध्रिनका लागि साँच्चीकै नेताहरूलाई नै फेर्नुपर्ने हो कि के हो? तपाईँलाई के लाग्छ? देश सुध्रिनु, नेपाल नेता फेरिनु भन्दा पनि हामी जनतै सुध्रिनु पहिला चाहिँ, किन जनताले पठाएको नेतालाई होइन। अब अहिले हामी नेता फेर्नुपर्छ भन्छौँ, नेता गर्नुपर्छ भन्छौँ, भोलि फेरि त्यही नेता आउँछ, भोट दिन्छौँ, फेरि हामी सुध्रिनु फर्स्ट अफ अल चाहिँ। तर नेताले पनि के बुझ्नु पऱ्यो भने आखिर मरेर लाने कसैले केही पनि छैन कि होइन। आखिर सबै छोडेर जाने हो, चाहे प्रचण्ड, चाहे केपी, चाहे शेरबहादुर, चाहे रवि, चाहे कुनै पनि, चाहे हामी नै। सम्पत्ति के को लागि भन्दा बाँचुन्जेलको लागि हो। म त मेरो सोच के छ भने खास वास्तव भन्नुपर्दा यति धेरै सम्पत्ति कमाएर मर्ने बेलामा त मलामी ओहो जनताहरू लस्करै लाउनु होइन, मर्नुभयो यस्तो नेता, यस्तो राम्रो नेता मर्नुभयो भन्ने खालको बनाएर मर्न पाऊँ भन्ने हाम्रो सोच हो। त्यो खालको सोच नेतामा कुनै प्रायमा देखिएन, सबै नभनौँ प्रायमा देखिएन। त्यसले गर्दा नेता पनि सुध्रिनु पऱ्यो। नेता पनि सबै नेता खराब हुनुहुन्न, केही श्रेष्ठ नेताहरूकै कारणले गर्दा देश आज यो खाडल अवस्थामा गइरहेको छ। यही ताल भयो भने त हामी नेपाली हुँदैनौँ। अब सुध्रिनुहोस् भन्न चाहनुहुन्छ? सुध्रिनु त अब हामीले भनौँ उहाँहरूलाई आफैलाई थाहा छ कि उहाँहरूको मनमा आफै थाहा छ मैले कति गल्ती गरेको छु, कति भ्रष्टाचार गरेको छु, कति पैसा खाएको छु। जबकि बाहिरबाट पठाएको त्यो जुन डोनेसनले पनि नेपाल चल्छ भने अनि त्यो खै पैसा कहाँ गयो त? अहिले यस्तो आर्थिक मन्दी कहाँ चलिरहेको छ हेर्नु त। दिनका दिन ट्याक्स बढेको छ। अरे जनतासँग लिएको असुलै छ, उता डोनेसन पनि आएको आइछ, खै त पैसा। त्यही डोनेसनले देशको विकास पूर्वाधार सबै तयार हुने ठाउँमा त्यो केही छैन। त्यसले गर्दा हामी जनताले अबको चुनावमा चाहिँ एकदम सजग भएर चाहिँ भोट दिन मैले चाहिँ अनुरोध गर्छु सबैलाई होइन। यो पार्टी त्यो पार्टी नभइकन व्यक्ति चिनेर राम्रो पार्टीलाई, राम्रो व्यक्तिलाई चाहिँ अगाडि ल्याउन सके। अब आउने अर्को 84 पछाडिको समयमा देशले केही कोल्टो फेर्ला कि भन्ने आश। हस्, थ्याङ्क यू, धन्यवाद, थ्याङ्क यू। धन्यवाद।